नमस्ते सम्पूर्णमा हामी अहिले सेल्फी डाँडा पुगेका छौँ। गेटमा आइपुग्यौँ र अहिले चाहिँ हामी रोटेपिङतिर लाग्यौँ साथीहरू। ट्याक्क अब हामी बाहिरको भ्यू देखाउने छौँ। यो पोखरी हाँसहरू देख्दै हुनुहुन्छ। पर प्लेन पनि रहेछ। यहाँ चाहिँ पुल है, यसलाई के भन्छ? हाँस टक्क है। पोखरी कस्तो दामी हो है यो पोखरी। वरिपरिको भ्यूजहरू पनि निकै नै रमाइलो। त्यस पछाडि डुङ्गा देख्दै हुनुहुन्छ। अब भने हाम्रो छेउमा नजिकै हाँसहरू आइपुगेको छ। मजाले तैरिँदैछ, पौडी खेल्दैछ। यहाँनिर देख्दै हुनुहुन्छ गोही पोखरीमा टक्क है। तपाईँहरू पनि आउनु भएको छैन भने एकपटक आएर भिजिट गर्नुहोला, घुम्न आउनुहोला। निकै नै रमाइलो छ वरिपरिको दृश्यहरू। देख्दै हुनुहुन्छ बच्चा बच्चीहरू खेल्ने ठाउँ होइन। मस्जिद देख्नुभयो तपाईँहरूले। मस्जिद पनि छ यहाँनिर। टक्क तल लभ लेखेको छ है। अब हामी चटपटे पसलतिर जानेछौँ। चटपटे पसल आइपुग्यो। आइसक्रिम पनि पाउँछ। निकै नै गर्मी छ। पानीपुरी चटपटे पनि पाउँछ है। गैँडा देख्दै हुनुहुन्छ। गैँडाको तस्बिर त्यहाँ देख्दै हुनुहुन्छ। हाम्रो धरहरा होइन। फुलहरू टक्क हाम्रो दिदी छाता ओढेर। बच्चा बच्ची खेल्ने ठाउँ यसलाई चाहिँ के भन्छ? ठ्याक्कै नाम आएन मलाई अहिले है। यसको नाम भन्ने जिम्मा तपाईँहरूको। र अघि मैले देखाउँदै थिएँ प्लेन, एरोप्लेन। यहाँनिर चाहिँ टक्क चढ्ने होइन। यो उड्न चाहिँ उड्दैन, म्युजियम मात्रै हो है साथीहरू। अब हामी यतातिरको दृश्य देखाउने छौँ। घन्टाघर, धरानको घन्टाघर पनि यहाँनिर आएको रहेछ। वरिपरि फुल होइन। देख्दै हुनुहुन्छ माथि ट्विनमा चाहिँ टक्क चाहिँ नि सिंहको मूर्ति पनि राखिएको छ। र नरिवलको जस्तो बोट भएको बिरुवा, यसको नाम चाहिँ के हो ठ्याक्कै मलाई थाहा भएन। ढुङ्गाहरू है, टक्क पुल। केटाकेटीहरू खेल्ने फन पार्कतिर आइपुग्यौँ हामी। खेल्दै हुनुहुन्छ हाम्रो चेलीबेटीहरू। अब टक्क चौतारी पुल, सेतो पुल है। काठमाडौँमा चाहिँ रातो पुल, कालो पुल, यहाँ सेतो पुल सेल्फी डाँडामा। अनि देख्दै हुनुहुन्छ माथि भ्यू टावर। अहिले हामी भ्यू टावर पनि जानेछौँ। नरिवलको बोटहरू चाहिँ ठुल्ठुलो छ तर फलेको छैन। ढिकिच्याउँ खेलिरहेका छन् नानी बाबुहरू। अब पिङ है, ठुलोदेखि सानोसम्म, बच्चादेखि वृद्धासम्म खेल्न सकियो। र देख्दै हुनुहुन्छ इँटाको वाल लगाएर निकै नै राम्रो दृश्यहरू। टक्क पिङमा बसेर हल्लिँदा चाहिँ निकै मजा आउने। साथीहरूले खेलिसकेर गइसक्नु भयो जस्तो छ। पानीको फोहराहरू चारतिरबाट आइरहेको छ। अक्टोपस है, अक्टोपसको मुनिबाट चाहिँ टक्क साथीहरू बाबु हेर्नु चकचक गर्नुभएको हेलिकप्टर चढेर फर्किँदै देख्दै हुनुहुन्छ। अब हामी जानेछौँ सिँढी उकालो। हाम्रो बहिनी आउँदैछिन् है। सिँढी टकटक जान्छौँ हामी। कहाँ पुग्छौँ है त गाइज? निकै नै रमाइलो दृश्य हेर्न पाइँदो रहेछ माथि टपमा पुगेपछि। वरिपरिको दृश्य, नेपालको झन्डाहरू छ त्यहाँ चाहिँ टक्क है। अनि घुम्ने ठाउँहरू। अब हामी देख्न सक्छौँ स्विमिङ पुल यहाँ तल। ट्विनमा केटो आयो है, एकजना अक्टोपसकै छेउमा आइपुग्यो। र सेल्फी डाँडामा चाहिँ
पहाडको फेदमा रहेछ होइन। वेलकम भन्दैछ है। यहाँभित्र चाहिँ हामीलाई स्वागत गरिसक्यो। अब हामी यहाँभित्र छिर्दैनौँ आज। डाँफे है, के हो यो? ल अब हामी स्विमिङ पुल नजिकै आइपुगेको छौँ। यहाँ स्विमिङ पुलमा रमाउँदै हुनुहुन्छ। गर्मीको मौसम छ होइन। टाक्राक टुक्रुक टक्क है। यहाँ चाहिँ पानको पात आकारको बनाएको रहेछ र बाहिर चाहिँ निकै गर्मी छ। हिँड्नलाई निकै गाह्रो भइरहेको छ। यो के को बिरुवा हो? दाना दुनी पनि फलेको रहेछ। ठ्याक्कै यसको नाम थाहा भएन। तपाईँहरू चिन्नुहुन्छ भने यसको नाम भन्न सक्नुहुन्छ। टुङ्सीहरू, टहराहरू यहाँनिर आफैले लिएर आएको खानेकुराहरू पनि खान सक्यो र यहीँ पनि पाइँदो रहेछ होइन। अब हामी फर्किन्छौँ, फेरि मस्जिदतिर आइपुग्यो। अब हामी गेटतिर जानेछौँ। गेट टक्क सिँढी हामी उकालो गयो है। निकै नै माथि पुगिसक्यौँ। अब हामी यहाँबाट छिरेर कहाँ निस्किन्छौँ त? टक्क है निस्किँदाखेरि हामी परको पार्कतिर निस्क्यौँ। स्विमिङ पुल, पल्लो स्विमिङ पुलतिर। जरायो है, 12 सिङे जरायो चाहिँ टक्क अब यसले हेर्दैछ है, को बोल्दैछ भनेर हेर्दैछ। यसले बनाउनु थाल्यो। निकै नै मोटो गतिलो पो रहेछ त हौ। ठ्याक्कै नजिकैबाट निहाल्न पाइयो। जिराफ हो, ऊँट, टक्क ऊँट। अनि यहाँनिर पिङ खेलिरहेको अवस्था हो। यो के हो गाइज? यसको नाम ठ्याक्कै आएन। हामी छौँ गेटभित्र। फुलै फुल झुन्ड्याइएको छ। निकै नै मजाले सजावट भएको छ। ह्याप्पील्यान्ड भन्दो रहेछ। सेल्फी डाँडा ह्याप्पील्यान्ड। हामी ह्याप्पील्यान्डको गेटभित्र निकै नै रमाइलो फुलहरू चाहिँ झुन्ड्याइएर सजाइएको छ। बेहुली जस्तै श्रृङ्गारिएको छ। अब हामी फेरि पोखरीतिर नै पुगेको छौँ। पोखरीमा टक्क हामी साइडबाट जानेछौँ। चिल है, चिल देखि लिएर हामी टक्क एक राउन्ड क्यामेरालाई घुमाउँदाखेरि निकै नै लगानी गरिएर बनाइएको रहेछ। हामी हात्तीको पछाडि पुगेको छौँ र यहाँनिर खरको छानो लगाएर बस्ने ठाउँ बनाइएको छ। गर्मी चाहिँ हुँदैन यो छानो भएकोमा होइन। हामी हात्तीको पछाडि, हात्तीलाई चाहिँ सुन लगाइएको रहेछ। यहाँनिर खाजा घर पनि छ भित्रै। हात्तीको 2वटा बच्चा पनि रहेछ। 2वटा ठुलो हात्ती, माउ हात्ती। अनि देख्न सक्नुहुन्छ तपाईँहरूले डस्टबिन पनि छ यहाँनिर। तपाईँहरूले केही खानुभयो भने, तपाईँहरूले फोहोर निकाल्नु भयो भने चाहिँ डस्टबिनमा हाल्ने हो। निकै नै गर्मी छ। र पुतली, वरिपरि पुतली, साथमा हाँस होइन, साथमा साइकल, साइडमा फुलहरू। पानी, पृथ्वीको नक्सा भएकोमा आएको छौँ हामी। र यहाँ चाहिँ चौरी रहेछ है। टक्क अब बसेर पनि गफ गर्न सकिने यहाँ बस्ने ठाउँहरू पनि बनाइदिएको रहेछ। मयूर है, 2वटा मयूर र शौचालय पनि रहेछ त्यतापट्टि। यहाँ शौचालय जान पनि सक्नुहुन्छ। पर देख्दै हुनुहुन्छ रोटेपिङ। रोटेपिङ चाहिँ निकै हाइट भएकोले गर्दा जहाँबाट पनि रोटेपिङ देखिन सक्यो। देख्दै हुनुहुन्छ। हामी गेटतिर आइपुग्यौँ है। यो गेट चाहिँ कस्तो हो त भन्दाखेरि पोखरीमाथि चाहिँ सानो पुल बनाएको रहेछ। त्यो पुलमाथिको गेट होइन। यहाँनिर टिकटक बनाउने, भिडियो खिच्ने, फोटो खिच्नेको चाहिँ निकै नै भिड, निकै नै जाम भएको देख्न सक्छौँ हामी। यो चाहिँ के हो फेरि? के अरे हनुमान हो गाइज। पानी होइन। यो चाहिँ के हो? के को नक्सा आयो? डल्फिन पो आइपुग्यो क्या हामी त डल्फिनको छेउमा। गौतम बुद्ध अनि डल्फिन माछा रहेछ 2तिर होइन।
डल्फिनले चाहिँ पानी खान आँटिराखेको जस्तो देखिन्छ। पोखरी रुखहरू पनि रहेछ, गर्मीमा टक्क शीतल ताप्ने। अब हामी देख्न सक्छौँ सबै चिजबिज वस्तुहरू भएको ठाउँ देख्न सक्छौँ। निकै नै रमाइलो छ, भित्रभित्रै घरहरू। अनि त्यहाँ पर चाहिँ पार्किङ हो, त्यहाँ पर चाहिँ सुरुङ्गा बजार है, गाडी कुद्दैछ। निकै नै राम्रो। उतापट्टि चाहिँ खेतीयोग्य जमिनहरू रहेछ, मकै बारी धान रोप्न पनि सकिन्छ। अब हामी पिङतिर छौँ है, निकै नै चाहिँ डर लाग्दो रहेछ यो पिङ खेल्दा चाहिँ। कति सिटे पिङ हो हैटेरिका होइन, आम्मामा आङ त जिरिङ जिरिङ गर्दो रहेछ नि हो। हाम्रो साथी हुनुहुन्छ, उहाँ झन् डराएर हेर्नु, आम औ मोटो चिउ 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 भयो उहाँ। ल ओके थ्याङ्क्स। देख्दै हुनुहुन्छ बिरतामोटको चाहिँ घुम्ने ठाउँ कहाँ हो भनेर सोद्धाखेरि त्यहाँको साथीहरूले भन्नुहुन्छ सेल्फी डाँडा, ह्याप्पी ल्यान्ड अरे। सेल्फी डाँडा भनेको कहाँ हो भन्दाखेरि ठ्याक्कै सुरुङ्गा बजारबाट चाहिँ अलिकति भित्र हाम्रो विनोद तामाङ सर आइपुग्नु भएछ घुमेर होइन, गर्मीको बेलामा। बच्चा बच्ची खेल्ने ठाउँ पनि रहेछ यहाँभित्र है। ल टक्क पिङहरू। अब हामी लगभग फाइनली गाइज अन्तिमतिर आइपुगेका छौँ। वरिपरि हरियाली छ, रमाइलो छ। साथमा यहाँ सानो भाइ छ, मसँग आएको भाइ पनि छक्क परेर हेर्दैछ क्या हाम्रो भ्लगमा। ल अब भने हामी बाहिर निस्किन्छौँ। साथीहरू हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै हामी फेरि पनि नयाँ भिडियोहरू लिएर आउने नै छौँ। र आजलाई हामी बाई बाई भन्नुपर्ने हुन्छ। हामी धरहरा छेउमा आइपुगेका छौँ। अब हामी धरहराबाट बाहिरिने छौँ। धन्यवाद।